नमस्कार। अर्को रहेको छ अन्तिमको दुईवटा राशि। एउटा रहेको छ कुम्भ राशि, अर्को रहेको छ मीन राशि। कुम्भ राशिको लागि अलिकति सङ्कट पर्ने खालको अवस्थाहरू छन् यो असार के अरे सरी साउन महिनामा। यो श्रावण महिनामा तपाईँको कुम्भ राशिको व्यक्तिलाई शत्रुहरू बढी एक्टिभ हुने, शत्रुहरूले बढी दुःख दिने, लड्ने, चोटपट लाग्नेदेखि लिएर शरीरमा स्वास्थ्य सम्बन्धी समस्याहरू आउने खालको अवस्था र हस्पिटलको औषधि उपचारमा बढी खर्च हुने खालको अवस्था। रोड क्रस गर्दा अलिकति कुम्भ राशिका व्यक्तिहरूले विचार गर्नुहोला। श्रावण महिना तपाईँहरूको लागि त्यति राम्रो छैन, तर पनि अंशबन्डा यदि हुँदैछ, अंशबन्डा सम्बन्धी केही कार्यहरू हुँदैछ भने विगत लामो समयदेखि रोकिएको अंशबन्डा छ भने अंशबन्डाको न्याय हजुरहरूले पाउने, हजुरहरूले आफ्नो इच्छाएको जग्गा जमिनहरू पाउने खालको अवस्था कुम्भ राशिलाई बन्दछ भने अर्को रहेको छ मीन राशि। मीन राशिको व्यक्तिको लागि अत्यन्त राम्रो रहेको छ यो श्रावण महिना। मीन राशि व्यक्तिहरूको लागि अत्यन्त राम्रो आर्थिक उन्नति प्रगतिदेखि लिएर रोकेका काम, वर्षौँदेखि अड्केका कामहरू बन्ने। यदि तपाईँ जग्गा जमिन कुनै बिक्दैछ र लामो समयदेखि बिक्नको लागि रोकिएर बसेको छ भने यो श्रावण महिनामा तपाईँको जग्गा बिक्नको लागि टुङ्गो चाहिँ लाग्छ, तर भाद्र या असोज महिनातिर गएर मात्र बिक्ने खालको अवस्थाहरू बन्दछ। यानि कि तपाईँको श्रावण महिना तपाईँको लागि राम्रो छ। धर्मप्रति रुचि हुने, मन्दिर देवी देवता बढी चाहिँ धाउने खालको अवस्थाहरू बन्दछ भने यो श्रावण महिनामा तपाईँलाई लामो समयदेखि जसले जिस्काइरहेका छन्, जसले चिडचिडाइरहेका छन्, या तपाईँलाई लामो समयदेखि जसले हेप्ने पेल्ने गरिरहेका छन् भने यो श्रावण महिनाबाट तपाईँको त्यो पनि सकेर जान्छ। तपाईँलाई मान सम्मान मिल्नेछ, तपाईँलाई धेरै कुराहरूबाट राम्रो हुँदैछ भने तपाईँलाई आफन्त इष्टमित्र र परिवारको साथ पनि राम्रो मिल्नेछ है। हजुरहरूको राशि कुन हो कमेन्ट गर्नु होला है त।